गएर भोट माग्यौँ र एउटा परिवर्तनको लागि हामीले धेरै दुःख गर्यौँ। तर पनि ती पुराना पार्टीहरू र विशेष गरी तिनीहरूको नेतृत्व कहिले पनि रूपान्तरण हुन सकेन। हामी सबैलाई एउटा भर्याङको रूपमा चाहिँ पुराना पार्टीको नेतृत्वले हामीलाई सधैँभरि प्रयोग गरे। जनताका जति धेरै आशा र अपेक्षाहरू थिए, ती परिवर्तनका आशाहरू थिए। त्यसमा सुशासनको एउटा आशा थियो, समृद्धिको आशा थियो, सामाजिक न्यायको आशा थियो, तर त्यो कहिले पनि पुरा हुन सकेन। यत्रो जेनजी आन्दोलन भयो, यत्रा नवयुवाहरूले होइन 18 वर्षदेखि चाहिँ 22 वर्ष 23 वर्ष होइन स्कुलको ड्रेसमा भएको युवाहरूलाई होइन छाती र टाउकोमा गोली हानेर होइन तिनीहरूको हत्या गरेर होइन तिनीहरूको रगतमा खेलेर आज 2500 भन्दा बढी चाहिँ मान्छेहरू युवाहरू घाइते भएका छन्। स्कुल ड्रेसमा गएका मान्छेहरूलाई, युवाहरूलाई, बच्चाहरूलाई